ल हामी चाहिँ खाना खानुतिर लाग्यौँ अब कस्तो लाग्दैछ हौ सरकार यस्तै छ हालखबर ल फाइनली गाइज हामी चाहिँ सैलुङ आइसकेको छौँ सैलुङ आएर पनि खास हामी हिँडेको चाहिँ कता हो थाहा थिएन है हिँड्नु चाहिँ हिँडेको हो हिँड्नु चाहिँ हामी दोलखातिर हिँडेको तर आइपुग्यो सैलुङ दोलखाकै सैलुङतिर अनि हिँड्नु त हामी खै कहाँ हिँडेको हो तर हामी सैलुङ आइपुगेको छौँ अनि सैलुङमा चाहिँ आएर अब आज चाहिँ 1 बजिसकेको छ 1 बजी आइपुग्यौँ बिस्तारै आउँदाखेरि अनि अहिले चाहिँ कुहिरो लागिरहेको रहेछ अनि उभो जाने कि भनेको थकाइ लागेर अब भोलि जाउँ आज चाहिँ सुतौँ भनेर हामीले चाहिँ बेडहरू रुमहरू बुक गरिसकेको छौँ यो हाम्रो रुम चाहिँ देख्न सक्नुहुन्छ अनि ट्याक्क एट्याच बाथरुम सहित छ गजब छ अनि यहाँको भ्यू चाहिँ अलि यहाँ चाहिँ यस्तो मजाले चिल गर्ने ठाउँ छ तर यो चाहिँ के अरे कुहिरो खुल्ला भयो भनेदेखि चाहिँ खत्रै हुन्छ अब टक्क यहाँनिर चाहिँ चिया खानुपर्छ ट्याक्क जाउँ न ल गाइजहरू यहाँनिर चाहिँ अर्ग्यानिक पहेँलो च्याउ छ यो चाहिँ कसले खानु भएको छ कि छैन कि यो चाहिँ कस्तो किसिमको हुन्छ भने यो किसिमको हुन्छ यो चाहिँ है यस्तो हुन्छ यसको चाहिँ यो चाहिँ सैलुङतिर पाउँदो रहेछ अनि महाकुलुङतिर पनि मेबी पाउँछ होला सो हामी चाहिँ होटलमा इन्ट्री चाहिँ अघि नै गरेको 3 घन्टा सुत्यो हामी चाहिँ उठेर फेरि चिया खाँदैछौँ यहाँनिर चाहिँ जाडो छ एकदमै गर्मी मौसममा पनि सोलु सल्लेरी छ यहाँनिर चाहिँ ल हाम्रो खाना चाहिँ बन्दैछ अब ठिक छ खाना खाने बेलामा फेरि भेटौँ जाऊ त्यहाँनिर ल हामी चाहिँ ठक्क यतातिर छौँ त्यहाँनिर चाहिँ आउने क्रम चाहिँ बिहानदेखि रातिसम्म हुँदो रहेछ भोलिको वेदर लेट्स सी खास हामी हिँडेको अर्कै ठाउँ तर अर्कै ठाउँ आइपुग्यो ठिकै छ त के छ त यस्तै छ है गाइजहरू सैलुङको नाइट भ्यूहरू फेरि तै नभेट्दा साथै जान्थ्यो प्राय समय होटल चाहिँ थुप्रै रहेछ तर यो चाहिँ हिउँदोको बेला आइयो भनेदेखि चाहिँ यो होटलमा चाहिँ अगाडि चाहिँ बुकिङ गर्नै पर्ने रहेछ है होइन भने यहाँनिर कस्तो हुँदो रहेछ भने हिउँदोमा चाहिँ झन्डै केही नभएको पनि यहाँनिर बसै 5 वटा जति आउँदो रहेछ होइन जिप 6-7 वटा अनि पर्सनल के अरे गाडीहरू 8-9 वटा अनि पर्सनल बाइकहरू त लगभग आउँदो रहेछ 50-60 वटा त्यो गर्दाखेरि चाहिँ त्यो भएको कारणले गर्दाखेरि चाहिँ यहाँनिर चाहिँ प्रि बुकिङ गर्नुपर्ने रहेछ है गाइजहरू सो गाइज अब म चाहिँ आजको चाहिँ राइड गर्ने म थिएँ अनि म राइड गर्ने भएको कारणले गर्दाखेरि भिडियो मैले भने जस्तो भएन क्लिप मात्रै भयो क्या मतलब बिचको भएन
सो त्यो भएको कारणले गर्दाखेरि चाहिँ म भोलिको चाहिँ भिडियो एकदम खतरा हाल्नेछु। आज चाहिँ भएन किन म राइडमा थिएँ, त्यही भएर म खाली हुँदाखेरि मात्रै बनाउनु पाएको कारणले गर्दाखेरि आजको लागि चाहिँ यति नै गाइजहरू। म चाहिँ सुतेको, अनि फेरि हामी भोलि चाहिँ खत्रै हुन्छ। भोलि चाहिँ बिहानदेखि बेलुकासम्मको खत्रै हुन्छ भ्लग आउँछ। सो त्यो हेर्नु होला है। अहिले चाहिँ हामी चाहिँ सुतेको, अब खानासाना खाइयो मजाले है, मिठो भयो खाना एकदम। सो त्यो भएको कारणले गर्दाखेरि ठिक छ। यता चाहिँ वेदर चाहिँ पानी परिरहेको छ, स्टिल पानी परिरहेछ। अब भोलि हेरौँ। अब आजको वेदर बुझ्दाखेरि चाहिँ आज चाहिँ मान्छेहरू चाहिँ 12 बजीसम्म बिहान बसेर 12 बजेपछि चाहिँ बल्ल अनि वेदर खुलेर गएको भन्ने सुनियो। अब भोलिको हेरौँ, बिहान खुल्यो भने बिहानै निस्किन्छौँ, होइन भने अब कति बजी खुल्छ त्यति बजी मात्रै निस्किन्छौँ। अनि भिडियो चाहिँ एकदम बिहानदेखि बेलुकैको आउँछ किन हामी यहाँ आइसकेको छौँ। ल है त गाइजहरू, आजलाई धेर भन्नु छैन, भोलि फेरि भेट्नेछौँ। बाई बाई।